कल्पना गर्नुहोस्, एउटा युवक थियो, उसको नाम कर्मा थियो। उसले ठूलो सपना देखेको थियो, आफ्नो तथा परिवारको जीवन परिवर्तन गर्ने सपना। उसले धेरै मेहनत गर्यो, दिनभर काम गर्थ्यो, राति नयाँ सिप सिक्थ्यो। उसलाई विश्वास थियो, एक दिन म अवश्य सफल हुनेछु। तर जीवन उसको योजना अनुसार भएन। उसको जीवनको पहिलो परीक्षा असफल भयो। उसले सुरु गरेको सानो व्यवसाय बन्द भयो। साथीहरू अगाडि बढे, ऊ भने त्यही रोकियो। बिस्तारै उसले आफ्नो क्षमतामाथि नै शङ्का गर्न थाल्यो। एक दिन ऊ पार्कको एउटा बेन्चमा एक्लै बसिरहेको थियो। त्यसै बेला एक वृद्ध व्यक्ति उसको छेउमा आए। वृद्धले मुस्कुराउँदै सोधे, किन यति निराश देखिन्छौ? कर्माले भन्यो, मैले मेरो जीवन बदल्ने धेरै प्रयास गरेँ, तर हरेक पटक हार मात्रै पाएँ। वृद्धले केही नबोली एउटा सानो बिउ देखाए र भन्यो, यो बिउलाई हेर्नु, आज रोप्यो भने भोलि रुख बन्दैन। पहिले यो माटोभित्र हराउँछ, त्यसपछि जरा फैलाउँछ। धेरै समयसम्म बाहिर केही देखिँदैन, तर त्यसको अर्थ यो बढिरहेको छैन भन्ने होइन। सबैभन्दा महत्त्वपूर्ण विकास आँखाले देखिँदैन। कर्मा केही क्षण मौन रह्यो। त्यो वाक्यले उसको सोच परिवर्तन गरिदियो। उसले फेरि प्रयास गर्ने निर्णय गर्यो। यसपटक उसले परिणामभन्दा प्रक्रियालाई महत्त्व दियो। हरेक दिन केवल एक सानो सुधार, केवल एक नयाँ ज्ञान, केवल एक राम्रो बानी। महिनौं बिते। बिस्तारै उसको आत्मविश्वास फर्कियो। अवसरहरू आउन थाले, अझ मिहिनेत गर्न थाले। मानिसहरूले उसको कामको प्रशंसा गर्न थाले। एक दिन उसले आफ्नै व्यवसाय सफल बनायो। त्यो सफलता एकै रातमा आएको थिएन, त्यो त हजारौं साना प्रयासहरूको परिणाम थियो। यही कुरा रुखले पनि सिकाउँछ। रुखको बिउ रोपेपछि वर्षौंसम्म बाहिर खासै केही देखिँदैन, तर त्यो समयभरि यसको जरा गहिरो हुँदै जान्छ र जब समय आउँछ त्यही रुख केही महिनामै धेरै अग्लो बढ्छ। जीवन पनि यस्तै हो। तपाईको मेहनत कहिल्यै खेर जाँदैन। हरेक असफलताले तपाईलाई केही सिकाइरहेको हुन्छ। हरेक कठिनाइले तपाईलाई बलियो बनाइरहेको हुन्छ। यदि आज कसैले तपाईमाथि विश्वास गरेको छैन भने कम्तीमा तपाई आफैले आफ्नो सपना नछोड्नुहोस्, किनकि संसारले परिणाम देख्छ, तर सफल मानिसहरूले प्रक्रिया देख्छन्। याद राख्नुहोस्, हार भनेको अन्त्य होइन, हार भनेको अर्को प्रयासका लागि तयार हुने अवसर हो। आज एउटा सानो कदम चाल्नुहोस्, भोलि फेरि अर्को कदम चाल्नुहोस्, किनकि निरन्तरताले नै असम्भवलाई सम्भव बनाउँछ। र अन्त्यमा सफलता उनीहरूको हुन्छ जो अन्तिमसम्म हार मान्दैनन्। यदि तपाईलाई यो भिडियो मन परेमा लाइक, सब्स्क्राइब र कमेन्ट गर्न नभुल्नुहोस्। हेर्नु भएकोमा धन्यवाद।